हेलो एभ्रिवान गुड मर्निङ र आशा गर्दछु तपाईँहरू पनि सन्चै हुनुहुन्छ र म पनि सन्चै छु र अहिले अब म मर्निङ टाइममा के गर्दैछु त भनेर तपाईँहरूलाई देखाउँदै हेर्न सक्नुहुन्छ यहाँ चाहिँ बसिरहेका छन् यो र यहाँ चाहिँ सानो छोरी चाहिँ र उता बसिरहेको छ र यहाँ दिदी पनि आउनुभएको रहेछ साथै अब हेर्न सक्नुहुन्छ तपाईँहरूले म देखाउँदैछु यहाँ आमा चाहिँ घिउ खाँदै गर्दाखेरि यहाँ हामी चाहिँ घिउ कसरी खान्छौँ त भन्दाखेरि यहाँ हेर्न सक्नुहुन्छ र अब एकछिन म गाई पनि दिन जान्छु आज फेरि मेरो गाई दिने पालो परेको छ गाइस के गर्ने हाम्रो त अब नेपालीको यस्तै हो गाई दिने मही पार्ने घिउ निकाल्ने र के अब घाम पनि यस्तो लागेको छ भन्नुहुन्छ नि बिहान बिहानै गाई फेरि बसिरहेका छन् उठेका छैनन् गाई दुने बेला भइसकिसक्यो गाई बसिरहेका छन् र जबरजस्ती उठायो भने पनि गाई फेरि दुधै दिँदैन अनि दुधै नदिएपछि फेरि गाखिर चिया खान पाइने होइन गाखिर चिया चाहिँ हामीलाई फेरि बहुत मजा लाग्छ गाखिर चिया चाहिँ मेरो चाहिँ फेभरेट हो चिया खायो भने चाहिँ मलाई चाहिँ त्यहाँ मात्रै सेटिस्फाई हुन्छ जबसम्म गाखिर चिया खाइँदैन तबसम्म चाहिँ सेटिस्फाई हुँदैन र गाई चाहिँ हेर्न सक्नुहुन्छ बसिरहेको छ ओके एभ्रिवान बाई